रोबजी खोलोपी सेवा के सबैमा नमस्कार। आज चाहिँ हामी मोरङ फुलाबारीको पथरीदेखि मासतिर के पर्यो बाँसे चौरीमा एउटा फ्यामिली ग्यादरिङ नयाँ वर्षको उपलक्ष्यमा चाहिँ जम्मा भएका छौँ। सम्पूर्ण महानुभावहरूमा नयाँ वर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना सहित यो छोटो क्लिप तपाईँहरू सामु राख्दैछु। यहाँ चाहिँ हाम्रो फ्यामिली ग्यादरिङ हो। यता चाहिँ हुनुहुन्छ हाम्रा कवि तथा गीतकार दिलीप राई सागर, उहाँ लिँदै हुनुहुन्छ। यता कान्छी बहिनी सृजना कुलुङ, यता ठुली बहिनी गङ्गा कुलुङ, यता माइली बुहारी कमला कुलुङ, भतिज देहाङ कुलुङ, उता छोरी सोल्टिनीको छोरी हुनुहुन्छ, उता छोरो कान्छा हेनाम कुलुङ, उता निनाम कुलुङ, उताबाट युमा कुलुङ, उता सयमा कुलुङ र भान्जा हुनुहुन्छ यता प्रमेश चामलिङ, यता भान्जा हुनुहुन्छ नाम बिर्स्यो इक्साम कुलुङ र हाम्रो जयसाब हुनुहुन्छ कान्छा जयसाब रणबहादुर चामलिङ। यसरी चाहिँ हामी नयाँ वर्षको उपलक्ष्यमा चाहिँ यसरी जम्मा भएका छौँ र हाम्रो कान्छो प्यारो मेरो हिरो भान्जा पलनाम चामलिङ हुनुहुन्छ। उहाँ चाहिँ धमाधम हुनुहुन्छ र हामी यसरी जम्मा भएर पारिवारिक ग्यादरिङमा चाहिँ नयाँ वर्षको उपलक्ष्यमा जम्मा भएको छौँ। है रोबजी यस्तै छ सम्पूर्ण दर्शक वृन्दहरूमा चाहिँ हाम्रो परिवारको तर्फबाट नै एउटा नयाँ वर्ष 2083 सालमा चाहिँ हामी सबैको हामी सबै परिवारको चाहिँ सुख समृद्धि र आजलाई यति नै तपाईँहरूबाट बिदा चाहन्छु। हस्त फलन हो। ल रोबजी आज चाहिँ हामी बाँसे चौरीमा छौँ। नयाँ वर्षको फ्यामिली ग्यादरिङको लागि हामी अब उपस्थित भएका छौँ र चौरी एरिया चाहिँ यस्तो छ। मध्य दिन भएकोले घाम चाहिँ चर्कै चर्किएको छ। यस्तो छ। तपाईँहरू सम्पूर्ण महानुभावहरूमा चाहिँ नयाँ वर्ष 2083 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आज तपाईँहरूलाई यो दृश्य देखाइरहेको छु। यहाँ अगाडि हुनुहुन्छ हाम्रा कवि तथा गीतकार दिलीप राई सागरजी हुनुहुन्छ यहाँनिर। हामी साथी छौँ आज। हाम्रा कवि युगयोगी राई चाहिँ छुट्नुभयो आज। उहाँ चाहिँ उपस्थित हुन नसक्ने जानकारी भएको कारण उहाँ चाहिँ आज उपस्थित हुन सक्नु भएन र कवि तथा गीतकार हाम्रा दिलीप राई सागरजी र हाम्रो फ्यामिलीको चाहिँ आज यहाँनिर ग्यादरिङ भेटघाट कार्यक्रम नयाँ वर्षको उपलक्ष्यमा भइरहेको छ। यहाँ चाहिँ स्केचिङ भइरहेको सानो नानीको चाहिँ स्केचिङ परिवर्तनको है। इस्माइल
वर्षमा हाम्रो चर्चित चित्रकार गणेश राणाजीको भेटियो त हौ ल गणेशजी फ्याम्बुला है ल है हजुर ल तपाईँसँग मेरो चाहिँ पहिलो भेट है तपाईँको नाम धेरै सुनेको छु धेरै उयो गरेको छु तर आज हजुर उहाँको टोली छ यता वरिपरि हाम्रो गणेश लामा आर्टिस्ट हुनुहुन्छ उहाँनिर यहाँ उहाँले चाहिँ यहाँनिर आफ्नो आर्ट्सलाई गरिराख्नु भएको छ आफ्नो कलालाई चाहिँ कलर गरिरहनु भएको छ उहाँहरूकै ग्रुप चाहिँ यहाँ भएको छ खुसी लाग्यो आइरहेको छु बेलबारी पनि देखेको तपाईँहरूलाई झन्डै 86 लेखेको यहाँ निधारा पनि लेख्नुपर्छ अब यहाँ चाहिँ फेस पेन्टिङ भन्छ कि के भन्छ यसलाई उहाँको फेसमा भइरहेको छ फेस पेन्टिङै हो फेस पेन्टिङै पनि भइरहेको छ नयाँ वर्ष 2083को उपलक्ष्यमा चाहिँ यहाँनिर धेरै रमाइलो जमघटहरू देखिएको छ सबै आफ्नो भन्नुभएको छ मान्छेको जीवनहरू दुःख र सुखले भरिपूर्ण भएको हुन्छ सबै र दुःख पीरहरूलाई बिर्सिएर मान्छेहरू रमाउन यसरी जमघट गर्दछन् ठाउँ ठाउँमा रोगेपछि बाँसे चौरीको रमझम चलिरहेको छ सालको अवसरमा चाहिँ आज हामी बाँसे चौरी एरियामा चाहिँ मोबाइल बोकेर हराउला नि कवि पत्रकार साथीहरू पनि घुमिरहेको छ एउटा नयाँ वर्षको शुभ आगमनमा चाहिँ हाम्रा महानुभावहरू उपस्थित हुनुहुन्छ हामी यात्रामा अगाडि बढिरहेका हिँड्दैछौँ शौचालय पनि यहाँनिर व्यवस्थित गरिएको छ बाँसे चौरी भनेर धेरै सुनेको थियो र 83 सालको पहिलो दिनमै यहाँ उपस्थित
हुन आइपुगेको छु म पनि साथमा कवि गीतकार दिलीप राई सागर र मेरो प्यारो छोरो प्रेमाली गुरुङ पनि हुनुहुन्छ। स्थानीय पर्यटनको लागि चाहिँ निकै राम्रो स्थान रहेको छ यो। दुई भतिजी एक भान्जा एक भतिजो पिङ खेल्दैछन् है बासे चौरीमा। लहै 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 यता मेरो प्यारो भान्जा प्रमेश चामलिङ, यता युमा के अरे युक्सम चामलिङ साह्रै लजन हुन्छ कि मेरो प्यारो भान्जा। भयो भयो को अगायो जोडे ठुलोलाई चाहिने पऱ्यो। लु कता छिर्ने है लु है लु कता है अब यहाँ त दुलो पो रहेछ त। आमा कहाँ दुलोबाट छिरेको हौ अब डर पो लाग्यो त हौ। आमा द्याङ कहाँ छिरेको हौ खै लु छिटो बुइनी छ है तल बुइनी छ नि बुइनी छ है। आहा कता छिरे हौ दाजु दिदीभाइ त कता छिरे हौ हरायो त यता पो निक्लेछ। आमा लो 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 छिटो 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 लु पकड्नु पर्दैन छिरो 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 यहाँ निक्ल्यो यता यता द्याङ यहाँ 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 आउनु नि यहाँ त्यहाँ भयो हौ यहाँ 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 हो त्यहाँ हो त्यहाँ हो त्यहाँ लु है म त भिडियो गरेँ है। आयो 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 खोइ आउनु छिटो ल छिटो 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 आयो लु भयो लु अब जाउँ मामुहरू घर जान आँट्नु भयो लु जाउँ लु जाउँ लु 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 अरे द्याङ आयो है द्याङ 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 र नाना आयो है युमा आयो है। ओहो ओहो लु जाउँ तर हामी धेरै बस्न पाइनौँ यस्तै नजिकमा क्या त बत्तरी चलेको छ त यसै बडा मेरो